वेलकम गाइज मिस्टर एन्ड मिसिस नापिटी युट्युब च्यानलमा आउनुहोस्। आज तपाईँहरूलाई हामी देखाउन गइरहेको छौँ थारू तरिकाले कसरी हाँसको मासु बनाएर हामी न्यू इयर सेलिब्रेसन गर्दैछौँ। तपाईँ पनि हामीसँगै रहनुहोला। न्यू इयर ह्याप्पी न्यू इयर 2082। र खासमा हामीले आज हाम्रो न्यू इयर चाहिँ चिलिया जङ्गलमा मनाउने सोच चाहिँ थियो साथीहरू। तर त्यहाँ जाँदाखेरि त्यहाँ स्टलको बसेको यो त्यो गर्दा 2500 रुपियाँ त स्टलको चार्ज के लिँदो रहेछ। त्योभन्दा बरु त्यति पैसाले हामी घरमै रमाउँछौँ भनेर फेरि घुमेर हामी घरमै आयौँ। त्यही भएर तपाईँहरू पनि जाँदै हुनुहुन्छ भने सोचेर जानु होला, 2000 रुपियाँ गोजीमा राखेर जानु होला। मुझे जीने नहीं देती है याद तेरी। Dancing in the moonlight, lost in neon streets, whispers from the night sky, living in a dream. Living in a wonder, love that feels so right. Silent conversations, eyes that never blink, floating in sensations. साथीहरू हामीले अब हाँस काटिसक्छौँ, यसलाई भुत्ल्याउन गइरहेको छौँ। र यो भुत्ल्याउनभन्दा अगाडि तपाईँहरूले पानी तताउँदाखेरि एउटा कुरा के ख्याल गर्नु होला भने यो हाँसमा चाहिँ अलिकति बास्ना आउन सक्छ। त्यसको लागि हामीले चाहिँ हाम्रो घरको वरिपरि छेउमा भएको निम्बु अथवा कागतीको पत्ता राखेर उमाल्यौँ र त्यसबाट हामीले बोइल गरेको पानीले हामीलाई भुत्ल्यायौँ भने त्यसबाट आउने जुन गन्ध छ त्यो चाहिँ हराएर जान्छ। त्यो चाहिँ ख्याल गर्नु होला है। ल हेर्नुहोस् होला, हामी फाइनली सबै 4-5 जना मिलेर यसलाई भुत्ल्याएर अब यसलाई हामी धोइधाइ पारेर हाम्रो काम गर्दैछौँ। फाइनली साथीहरू हामीले यसलाई मजाले चिल्लो हुने गरी भुत्लाइसकेछौँ। अब हेर्न सक्नुहुन्छ 1-2टा भएको पाक पनि हामी मजाले निकाल्छौँ। त्यसपछि यसलाई धोइधाइ पारेर हामी यसलाई अब केही समय आगोमा भुट्छौँ। त्यसपछि यसको जुन फ्लेभर हुन्छ नि त्यो मजाले आउँछ, रातो टक्क हेर्न सक्नुहुन्छ। हामी यहाँ यसलाई पोल्दैछौँ। पोलेपछि अब हामी यसलाई मजाले सरसफाइ गरेर फेरि पिस गरेर गराउँछौँ। र साथीहरू हामी हेर्न सक्नुहुन्छ अब यसलाई मजाले हामी पोलेर भ्याइसकेछौँ। अब यसको हामी आन्द्राबडी निकालेर यसलाई पिस पारेर काट्छौँ है। हेर्दै गर्नु, यसलाई मजाले ठ्याक्क मिडियम पिस काट्नुपर्छ, धेरै ठुलो पनि नै धेरै सानो पनि नै। त्यसपछि मजाले यसलाई पकाउन चाहिँ सजिलो हुन्छ। हाम्रो यो नाउ कटिङ टाइम रहेको छ, हेर्दै गर्नुहोस् कसरी काट्छ। अब यसलाई काटिसकेपछि मजाले पखाल्नुपर्छ है।
यसको भित्रपट्टि भएको चिजहरू सब मजाले सफा गरेर यसलाई पखालेर हेर्न सक्नुहुन्छ। हाम्रो एउटा लगभग 3.5 किलोको हाँस थियो। अब हामी यति केही नभएको 3 किलो जति मासु निस्केछ होला। अब हामी यसलाई बनाएर मजाले खाने। फाइनली हाम्रो कुकम्यानले कुक गर्दै हुनुहुन्छ। गाइज हेर्न सक्नुहुन्छ यस्तो मिठो अब ग्रेभी बन्छ। त्यसपछि हामी खाने हो। हाम्रो यहाँ सलाद पनि ट्याक्क रेडी छ। सब चिज रेडी गरेर अब हाम्रो कुकम्यानले पकाउँदै हुनुहुन्छ। नारा हो त्यहाँ पनि। ल गाइज आज हामी ह्याप्पी न्यू इयर मनाउँदैछौँ। ल अघि ट्याक्क बनाएको हाम्रो गाइजहरू छ नि। अब हामी शुद्ध शाकाहारी परियो है। त्यही भएर ड्यु र कोकबाट हाम्रो न्यू इयर मनाइरहेछ। ल बाई। हाम्रो खिच नि यार सारा खिचवा खिचवा ओके। ल टाइम चेक मार ले। Cheers. Happy New Year. Happy New Year. र साँझतिर हामी नास्ता सास्ता गरेर अब हामी भैरवामा नजिकै भइरहेको फुड फेस्टिभल हेर्न गइरहेका छौँ। हेर्न सक्नुहुन्छ साथीहरू यो भैरवाको आँखा अस्पताल निराको रहेको फुड फेस्टिभलको गेट। आउनुहोस् तपाईँहरूलाई हामी भित्र पनि देखाउन जाऊँ कति रमाइलो छ भने। फेस्टिभल बबाल मोमो छ। हाम्रो केटाहरू फर वाचिङ गाइज। यदि तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्यो लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु र साथै कमेन्ट पनि गरिदिनु होला भन्दै हस् थ्याङ्क यू। Thank you for watching this video. If you enjoyed it, please hit the like button and the bell notification icon.